हेरिराख्ने जबसम्म बत्ती बल्दैन झिर्लिक तबसम्म हेरिराख्ने। दशैं बडा दशैं यो चाड विशेष हिन्दू धर्मावलम्बीहरूको महान चाड हो। तर हाम्रो परापूर्व कालदेखि नै हाम्रा सम्पूर्ण पुर्खाहरूले मनाउँदै आउनु भएको साथै हामीलाई थाहा छ हाम्रो देश नेपाल अनेक जाति भाषा धर्म संस्कृतिको एक सुन्दर तथा साझा फुलबारी हो। हामी नेपालीहरूले एक अर्काको जाति भाषा धर्म संस्कृतिलाई जगेर्ना गर्दछौं साथै सम्मान गर्दछौं। सदाको वर्ष चाहिँ यसपालि पनि हामीले एकदमै मनोरञ्जनका साथ दशैं मनायौं। आफन्त इष्ट मित्रको घर गए ठूला बडाको हातको टीका जमरा लगाए आशीर्वाद पनि लियौं। हेलो द नेप्लिज, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। आई होप तपाईहरु सबैजना एकदमै सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु। बिहान हेर्दै हुनुहुन्छ भने गुड मर्निङ, दिउँसो हेर्दै हुनुहुन्छ भने गुड आफ्टरनुन, साँझ हेर्दै हुनुहुन्छ भने गुड इभिनिङ र बेलुका राति हेर्दै हुनुहुन्छ भने गुड नाइट। तर भिडियो पुरा हेरेर मात्रै सुत्नु होला। सम्पूर्णमा ह्यापी तिहार, बडा दशैंको। क्या बात कर रहे हैं? कैसा लगा मेरा मजाक? ह्यापी तिहार भन्नाले सरी ह्यापी दशैं, बडा दशैंको सम्पूर्णमा शुभकामना। कहिलेकाहीँ के हुन्छ कुन मनमा। यहाँनिर अब हाम्रो फोटो सेसन चल्न आँटेको छ। यहाँ बाबा र मम्मी हुनुहुन्छ, अनि यता मेरो बाजे मेरो पुर्खा हुनुहुन्छ, यता मेरो कोकु हुनुहुन्छ, यता मेरो छोरी, यता मेरो कान्छी बहिनी, यता मेरो प्यारी श्रीमती, अनि यता अब मेरो पकु र ठुलो कान्छी बहिनीहरू छन्। र हाम्रो आज चाहिँ धेरै भयो हैन फोटो नखिचेको फ्यामिलीमा। त्यो कारणले यहाँनिर अब हाम्रो फ्यामिली फोटो सेसन चल्दैछ। हाम्रो बाबा पनि टक्क कोट सर्ट प्यान्ट हैन, अनि ढाका टोपी साथमा टाई लगाएर एकदम ह्यान्डसम हुनुभएको छ। र मम्मी पनि एकदम ब्युटिफुल हुनुभएको छ यहाँनिर। अब हामी यो चाहिँ टक्क मैले पनि फोटो खिच्नुको लागि मात्रै लगाएको। अब भरे त अब नर्मली कपडा लागिन्छ हैन, अब त्यस्तै उस्तै हो। अब अहिले चाहिँ यसो हिरो भइदिउँ न भन्ने कुरा अब यहाँ फोटो खिच्नका लागि। ल अब हाम्रो फोटो सेसन समापन भइसकेको छ। अहिले अब फेरि ड्रेस चेन्ज गर्नुपर्ने हुन्छ। सो अहिले फेरि भेटौँला। फाइनल्ली फेरि ड्रेस चेन्ज गरिसकेँ। फोटो सेसन मजाले नै गरियो हैन, फ्यामिली फोटो। अब भने चाहिँ जो हाम्रो दाजुभाइ तथा पाहुनाहरू चाहिँ अहिले आउनुहुन्छ। सो सुरुमा चाहिँ हाम्रो यो भीमसेन पूजा भन्ने छ हैन। अब भीमसेन पूजा गर्नुपर्ने हुन्छ। भीमसेन पूजा गरिसके पछाडि चाहिँ हामी सम्पूर्ण भेला भएर हाम्रो पुर्खा हाम्रो बाजेले चाहिँ सबैलाई आशीर्वाद दिनुहुन्छ, टीका लगाइदिनुहुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहे। अब चाहिँ हाम्रो भीमसेन पूजाको लागि चाहिँ रेडी भइसक्यो सरसामग्रीहरू हैन। सबै कुरा यहीँ चाहिँ केरा चाहिँ हाम्रो कान्छीले पठाइदिनु भएको रहेछ। माम कान्छी भन्छ हाम्रो भाषामा चाहिँ हैन। अनि कान्छी काकीले यहाँ एउटा कुखुरा भाले पनि पठाउनु भएको रहेछ यहाँ सबैजना भेला भएर खानको लागि। तर उहाँहरू चाहिँ आउनु भएको छैन अहिले आउनुहुन्छ हैन। यहाँ मेरो बहिनीहरूले चाहिँ अब अचारको लागि आलुहरू उकाइरहेको अवस्था छ। कोही हेलो कोही यता बोकाबोक काम चाहिँ कसले गर्ने हो? अब खाना पकाउनु लागेको छ। जोस अब दसैँ भित्रिँदैछ है। अब यस्तै रहेछ जिन्दगानी। कुखुरो छोडौला। ए गतिले पो रहेछ है।
तर घटी सक्यो यहाँ आएर चारै खाँदैन पिर परेर के गर्नु अब बलि त खानु हुन्थेन होइन भगवान्ले, तर पनि हाम्रो रीतिरिवाज हो, पुर्खादेखि चलिआएको, हामीले अझै पनि छोडिएको छैन। र खोइ अब यसो पुर्खौले कुरा सुन्दाखेरि त छोड्न पनि नहुने खालको कुरा सुनिन्छ। अब हेरौँ पछि के हुन्छ होइन। अब चाहिँ सुरु भइ नै हाल्यो हाम्रो पूजा, छिटो मिठो खालको हाम्रो चाहिँ फेरि। पर्छ्यो भने चाहिँ भगवान्ले रुचाएको हुन्छ, पर्छेन भने चाहिँ रुचाएको हुँदैन। हेरौँ रुचाउनु होला भन्न चाहन्छु। ए मजाले रुचाउनु पर्छ। ओहो ल बनाउँछु न। ल भाग्यमानी विष्णु 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 भाग्यमानी हुनु। ल यहाँ चाहिँ भाले दुईटा भाले बनिरहेको एउटा भीमसेनको भाले भइहाल्यो, एउटा चाहिँ काकीले पठाइदिनु भएको, अघि पनि मैले भनेँ होइन। भाले चाहिँ रेडी भएर पनि यहाँ अब बाबाले फोर्न थालिसक्नु भयो। अब चाहिँ हाम्रो टिका सुरु भइसक्यो। 11:53 साइट थियो, अब 4-5 मिनट अगाडि गइसक्यो नि। ठ्याक्कै कति बज्यो भन्दाखेरि चाहिँ 11:57 भएछ कि। ठ्याक्कै 5 मिनट ढिलो भएछ, केही फरक पर्दैन। अब केल्सी चाहिँ के गर्दैछ त्यहाँ? अनि हाम्रो फुपू पुसीहरू आइसक्नु भएको छ, यता बाहिर बसिरहनु भएको छ। हाम्रो अङ्कलहरू आउनु बाँकी छ। यता टिएन भाइ हेलो, के छ? सम्पूर्णमा तपाईहरुलाई 2082 सालको बधा दशैंको शुभकामनाका साथ हाम्रो दाइ केशव राईको युट्युब च्यानल अथवा ब्लगमा वेलकम छ। फाइनल्ली हामीले टिका टालो लगाइसक्यौँ हामी सबैजना भेला भएर पनि। र अब हाम्रो खाना खाने बेला हुन लागेको छ। यहाँ ल भाइहरू खाउँ है मजाले। म पनि आउँछु अहिले एक चरण सरर घुमेर। ल ओके छ त। कति तोला चाडी मेरो छातीमा अहिलेसम्म मैले के भने। कौन है ये लोग, कहाँ से आते हैं? डायमन्ड हो नि फेरि यो 1 करोडको यो 1,50,000 यो 2 लाख 3 लाख 4 लाखको हो। यो चाहिँ 55,000, यो 1,000 को, यो पुरै चाहिँ 10 लाखको। त्यसै सम्झी 12-13 लाखको छ यो। एउटै उहाँले के भन्नुभयो थाहा भयो? सुन्नुभयो तपाईँले? उहाँले के भन्नु भने एउटा मूर्ति चाहिँ 1 करोडको रे, अनि सबै चाहिँ 10 लाखको रे। यो के उहाँले ठिक बोल्नुभयो त? अब भने चाहिँ हामीले खानाहरू पनि खाइसक्यौँ। यता बाजेले चाहिँ खाइराख्नु भएको छ, अनि यता हाम्रो भान्सीहरूले अहिले खाइरहेछन्। हामीले चाहिँ यता खाइसकेको हो। र अब हामी सायद आज नै माउलो जान्छौँ होला। मेरो माउलो चाहिँ पिपले हो, सो अब त्यतितिर भेटौँ। ल अब माउलो चाहिँ हिँडेको, तर माउलो जानुभन्दा अगाडि मेरो कान्छा अङ्कलको, कान्छा काका र कान्छी काकीको घरमा चाहिँ म आइपुगेको छु। काकी यता हुनुहुन्छ, अघि पनि देखिहाल्नुभयो। अब उहाँको घर चाहिँ यहाँ हो होइन। अनि उहाँ बहिनी भइहाल्यो, रिसिएछ कि के हो? जोस् यहाँ जमरा देखेर घरको जमरै देखाउन पाइएन, बिर्सिएछ। यहाँ चाहिँ यस्तो भइसकेको छ। हाम्रो घरको चाहिँ मैले देखाउनु पाएन। फेरि यहाँ पनि अब टिका लाउनु पर्ने छ। तपाईँको दाँत देखाइदिनुहोस्। दाँतको भाउजूको आशिष तपाईँलाई सम्म थपिदिनु खोज्नु भएको, तपाईँले कुरा बुझ्नु भएन।
बसाइ मिल्दैन फेरि म बस्दै फेरि डन भइदिएको आज चाहिँ डनै हो नि अब जेठा दाई हाम्रो जेठा भाउजू डनै हुनुहुन्छ दाइलाई चाहिँ ढोक्नु पर्यो ल हो बरा बरा हुने तिमी चाहिँ बरा होइन म चाहिँ के बरा ढोकेमामा चाहिँ बरा हुन्छ टिका लाउने क्रममा अहिलेको क्रममा चाहिँ हामी माइला अङ्कलको घर आइसकेको छौँ अघि कान्छा अङ्कलकोमा लाग्यो अब फेरि माइला अङ्कलकोमा यस्तो पैसा चाहिँ आइराखस् दिने दिसी ल काकीलाई सेतो कि रातो टिका सेतै लाउनु पर्छ उहाँहरू चाहिँ जेठानी देउरानी उहाँ मेरो मम्मी जेठी हुनुभयो उहाँ चाहिँ मेरो काकी कान्छी हुनुहुन्छ जेठानी देउराली हुनुहुन्छ जो दसैँ लागिरहेछ आज अनि यता बहिनीहरू सबैजना कोही अल्छ्याउने कोही के साइलेन्ट 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 घुस खस्केर नि त घुस खुवायो भने त फेरि मान्छे त ए हो होइन घुसमा भनेको यसो घुस खानु पायो भने त फेरि च्याब्रे पार्छ नि त अब माइला अङ्कलकोमा पनि टिका लगाइसकियो अब चाहिँ हामी साथीहरू हामी चाहिँ माउलो पनि आइसकेको छौँ होइन अघि नै आएको आउन चाहिँ अब चाहिँ टिका लाउन आँटेको छौँ माउलोमा पनि यता मेरो कोको हुनुहुन्छ अनि यता मेरो दिना हुनुहुन्छ अनि यता अब बहिनीहरू हामी छौँ केल्सीले चाहिँ आशीर्वाद थाप्दै छ कोकोबाट हाम्रो दिनाले चाहिँ यता जमरा ठिक बनाउँदै हुनुहुन्छ बिहान भइसकेको छ अहिले लगभग 6 बज्न आँटिसक्यो र अब चाहिँ ससुरालीतिर जानुपर्नेछ होइन मेरो माउलो घर चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँ माथि म चाहिँ तल रोडमा झरिसकेको छु होइन अब अनि यताबाट चाहिँ उता एकदम कस्तो विरक्त खालको रमाइलो रमाइलो लाग्ने खालको होइन सिन देखिराखेको छ पर होइन पर निकै पर भनौँ न यता चाहिँ बारीहरू देख्न सक्नुहुन्छ मेरो माउलोको बारीहरू यहाँ चाहिँ मेरो मम्मी र बाबाले यसपालि कमेहरू लाउनु भएको डिकु पनि काठमाडौँतिरै हुनुहुन्छ दिना पनि उतै जानुभयो अनि अहिले चाहिँ यस दसैँको लागि आउनुभएको अब फेरि 1-2 दिन पछाडि फेरि उतै जानुहुन्छ अब उहाँहरू उतै नै बस्न थालिसक्नु भएको छ अनि आज हाम्रो कोको हुनुहुन्छ त्यही भएर मम्मी र बाबा चाहिँ यहीँ झरेर बस्नु भएको छ तर हिजो चाहिँ दसैँको लागि माथि निक्लिनु भएको घरमा अनि यस्तै हो अनि मामा पनि हुनुहुन्छ भने चाहिँ तर मामा चाहिँ पहिलादेखि नै गाईघरतिरै बस्नुहुन्छ उहाँ होइन कहिलेकाहीँ मात्रै यता आउनुहुन्छ सो अब चाहिँ माउली गाउँ छोडेर ससुराली गाउँतिर लाग्नुपर्ने भएको छ हामी उतैतिर भेटौँला हेलो साथीहरू हामी चाहिँ अहिले माइत ससुराली झरी पुगिसक्यौँ अनि अब चाहिँ हामी यहाँ झरी पुगेर पनि बिस्तारै के खाइसक्यौँ अब हामी टिका लाउन लागेको छौँ यहाँ आएर अनि मम्मी चाहिँ जमरा काट्नु जानु भएको छ माथि झर्दै हुनुहुन्छ यहाँ मम्मी चाहिँ जमरा लिएर आउँदै हुनुहुन्छ है माथिबाट बच्चाहरूलाई पैसा कहाँ यस्तै जमरा राम्रो जमरा है ल अनि यहाँ चाहिँ राम्रो राम्रो फुल फुलिरहेको रहेछ है हेर्नुहोस् अनि हाम्रो घर जमरा राम्रो रहेछ भनेको त छोरी कहाँ गएको अनि यो चाहिँ हाम्रो घरभित्र है हाम्रो घरभित्र होइन हाम्रो बुवा चाहिँ टिका लगाइदिनुको लागि टोपी खोजिदिनु हुन्छ अनि यहाँ हेर्नुहोस् न जाई सब भएर यहाँ टक्क बसेर
एक बोटको डब्बु एक डब्बु डबका डब्बु होइन एक डबका हानेर अनि हाम्रो बाजे चाहिँ यहाँ हल्का बिरामी हुनुहुन्छ यहाँ बसिराख्नु भएको छ बुढो भएको मान्छे म बिरामी भइगएँ नि बुढो भएको 90 वर्ष पुग्न आँट्यो अनि सक्छु त अनि तर बसिराख्छु डरै छु लौकी लौकी गतिस्त पाउने मालन्छ दुयो धनिम धनिम बेदरी बिगानी बिगानी भौता भौती कितिस्त नारायण काली कपाली भद्रकाली सुभाषी हाम्रो मेरो साइलो राई चाहिँ बाबाले दिएको आशीर्वाद माथेमा रहन्। ल साथीहरू हामीले चाहिँ टिकाटालो लगाइसकेको छौँ। अब भ्लग गर्नलाई चाहिँ मैले उहाँलाई छोडिदिएको छु आजको लागि। हामी चाहिँ अब हिँड्नको लागि रेडी हुँदैछौँ अनि हाम्रो मम्मी चाहिँ अराउँदै हुनुहुन्छ काम। हेर न पानी परेर बिजोग छ हौ गाईहरू वर्षा हाम्रो कोकु है ढोकाबाट निक्लिँदै हुनुहुन्छ। अब के गर्नु नगए भएको छैन भोलिदेखि आफ्नो पनि काम छ गाईहरू अनि हेर्नु पर्ने भएको छ पानी परेर हेर्नुहोस्। ल साथीहरू फाइनल्ली हामी चाहिँ घर आइसकेको छौँ होइन। घर आएर पनि मजा नुहाइसकेँ अब पुरै भिजेर होइन हिँडेदेखि अब जो हिँड्नुभन्दा अगाडिदेखि पानी परिरहेको थियो र अझै पनि पानी पर्दैन छ देख्न सक्नुहुन्छ पुरै पानी परिरहेको छ र हाम्रो छ्यामा बाबाहरू चाहिँ अब माउलो लाग्न आँट्नु भएको छ। हेलो नमस्कार छ्यामा। अनि हाम्रो बाबा उता छाता उडिसक्नुभयो बाबा मम्मी र छ्यामा झर्नुहुन्छ अनि हामी चाहिँ यतै घरतिर रहन्छौँ। अब हामी अझै घुम्न त बाँकी छ होइन तर पानी परिरहेको छ अब 1-2 दिन पछाडि फेरि घुम्छौँ। अब यो भिडियो दसैँको भिडियो चाहिँ यहीँनिर समाप्त हुन लागेको छ। अहिलेसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अनि फेरि हामी फेरि भेट्ने बाचाका साथ आजलाई भने बाई बाई नमस्कार।